हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। साथीहरू, आज म तपाईँहरूलाई यो बेलकोटगढी नगरपालिका रातमाटे वडा नम्बर 7 को प्रकृतिलाई तपाईँहरू माझ पस्किँदैछु। हेरेर लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला है त मेरो च्यानललाई। हेर्नु गाइजहरू, रातमाटेको रोड, यहाँका घरहरू, प्रकृति, डाँडाकाँडा कस्तो छ गाइजहरू। यो त्रिशुली नदी नजिकै पर्छ हाम्रो घरबाट, त्रिशुली नदी पनि। यो चाहिँ मेरो घर हो। यहाँबाट देखिने दृश्य तपाईँलाई देखाउँदैछु। हेर्नुहोस् गाइजहरू, यो चाहिँ रातमाटे हो। सुन्दर शान्त वातावरण, गाडीहरूको कोलाहल पनि त्यति छैन, एकदम पातलो गाडी चल्छ। यहाँको हरियाली फाँटहरू, अहिले मकै चाहिँ बढ्दैछ। यहाँ कपडा फ्याक्ट्री, यहाँ रहेको कपडा फ्याक्ट्री आधुनिक एग्रो। अनि यहाँ त्रिशुली नदी देखाइहाले तपाईँहरूलाई। यहाँ कपडा फ्याक्ट्री छ, यहाँ दाना फ्याक्ट्री। यो पारीको घरहरू, यो चाहिँ त्रिशुलीबाट पारीपट्टि, यो चाहिँ तारकेश्वर गाउँपालिकामा पर्छ। तारकेश्वर गाउँपालिकामा रहेका पारीका घरहरू देखाउँदैछु। यो ठुलो टार भन्छ, ठुलो टार। यतापट्टि आएर माझी गाउँ देखिँदैछ साथीहरू। अनि यति पातलो चल्छ, हेर्नु न मोटरसाइकलहरू। अनि यहाँका घरहरू हेर्नुहोस्, घरहरू यस्तो छ। बस्ती फाँटको बिचबाट चाहिँ रोड छ। अनि हाम्रो घरको बिरुवाहरू पनि हेर्नु साथीहरू। यो के को बिरुवा हो तपाईँहरू कमेन्ट गर्नुहोस् है। यो मसलाको रूपमा मासुमा हालेर हामी प्रयोग गर्छौँ। अनि यता अरू स्ट्रबेरी पनि छ साथीहरू, स्ट्रबेरी। अनि हामीले आफैले लगाएको तरकारी बालीहरू, यो इस्कुस भयो, इस्कुस छ साथीहरू। यता फर्सीहरू छ, पिँडालु छ। अनि यतापट्टि चाहिँ मकैका फाँटहरू। अनि यता तपाईँहरूलाई एउटा एकदम मनोरम दृश्य देखाउँदैछु। यहाँ हाम्रो ठ्याक्कै घरभन्दा पछाडि ल हेर्नु साथीहरू, 3 चुचुरा, 3टा डाँडा छ। अरू 2टा 5वटा पनि छ, 2टा चाहिँ यहाँबाट देखिँदैन, 3टा एकदम मनोरम दृश्य हेर्नु साथीहरू। ल गाडीहरू एकदम पातलो मात्रामा चल्छ। टिफरहरू भयो, ट्रकहरू भयो। पातलो मात्रामा चल्छ। मान्छेहरू घाँस काट्दै गरेका दृश्यहरू पनि कति मनमोहक देखिन्छ है साथीहरू। यता यो पारीपट्टि चाहिँ त्रिशुलीभन्दा पारीपट्टि यो तारकेश्वर गाउँपालिका पर्छ भने यता वारीपट्टि चाहिँ बेलकोटगढी नगरपालिका पर्छ। हामी चाहिँ बेलकोटगढी नगरपालिकामा छौँ। यहाँका मान्छेहरू एकदम श्रमजीवी छन्। कुटो कोदालो हातमा बोकेर काममा व्यस्त बिहानैदेखि। यतापट्टि मैले लगाएको तरकारी फर्सी त अहिले पहेँलो हुन थालिसक्यो, फर्सीको मुन्टाहरू धेरै खाइयो। यतापट्टि हाम्रो फुल छ, फुलबारीमा फुलहरू, ढकमक्क फुलेका फुलहरू। ल गाइजहरू, यही हो, छोटो भिडियो बनाएँ, हेरेर साथ दिनु होला। र मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला, अनि लाइक गर्न पनि नभुल्नु होला है त। ल हुन्छ, धन्यवाद।